साथीहरू, हजुर सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज पानी त धेरै दिनदेखि आएको थियो, तर आज एकदम जोडसँग हावाहुरी पानी सब आइसकेपछि मैले आज यस्तो मलाई पकौडा खाने मन लाग्यो। मैले बनाएँ पकौडा बनाएपछि छोरो पनि यता मजाले खेल्दै थियो, अनि मैले पनि यस्तो भिडियो बनाइदिउँ भनेर बनाएँ। अनि छोरो मजाले खेल्दै खाँदै थियो, आफ्नो भाग त उसले खाइहाल्यो। बच्चा भए पनि अब जे भए पनि खान्छ त उसले दिन पर्यो होइन। त्यसपछि मैले अनि मजाले खेल्दै थियो, मैले पकौडा पनि हालेँ यतातिर। अनि पकौडा तेलमा मजाले तलेर यस्तो रातो रातो भयो थियो, मिठो थियो क्या साथीहरू। अनि मैले यति पनि भएको थिएँ, यहाँबाट भिडियो हेर्न चाहनुहुन्छ। मजा गएँ बाबुको कपडा लिनको लागि, किनकि हावाहुरी आएर अनि मैले क्लिप पनि लगाएको थिएन, अनि त्यसैले गिरिहाल्यो भन्ने डर थियो। साँच्चीमा गिरिहाल्यो रहेछ बाबुको कपडा, त्यसैले म जान लागेको थियो टेरिसमा। अनि बाबुलाई चाहिँ उसको बुवाको हातमा दिएर गएँ। अनि उनी चाहिँ म खेतमा बसेको थिएँ, अनि बाबुलाई त्यहाँ लिएर गएँ, दिएँ अनि उनको हातमा। अनि म गएँ टेरिसतिर। अनि टेरिसतिर गएँ, सिडी चढेँ हाम्रो, किनकि हाम्रो बिल्डिङमा लिफ्ट छैन कि साथीहरू, त्यसैले सिडी चढ्नुपर्छ। मलाई सिडी चढ्न चाहिँ एकदम झ्याउ लाग्छ। 4 माला हो, त्यही पनि अब स्याँ भइहाल्छ कि सिडी चढ्ने बेला आपत आउँछ मलाई। अनि म जाइ त्यति खासै सिडी चढ्ने मन गर्दैन, अनि त्यसैले त्यही पनि के गर्नु, बाबु कपडा गिरेको थियो। अनि गएँ बाबु कपडा लिनको लागि पनि गएँ, अब जानै पऱ्यो, नजाउँ भने पनि भएन। अनि यत्रो टेरिसमा माथिबाट हुन्छ। अनि म जाँदा छिप्कली के दिवालमा यस्तो जाँदै थियो, अनि मैले यस्तो देखेँ। अनि मैले यस्तो गर्थेँ, छिप्कली त डरले भाग्यो। अनि म गएँ माथि चढेँ, माथि चढ्दै गएँ। अब ऊ आयो, टेरिस पनि आयो, तर टेरिस एकदम गन्दा छ क्या साथीहरू। यतातिर कपडा हालेर मैले सबै क्लिप लगाउनु पर्ला। हेरेर साथीहरू कपडाको दिवाल अझै ढुङ्गेर त सुकाउन हालेको थियो। टेरिसमा जानु एकदम झ्याउ लाग्थ्यो कि, अनि बुढालाई पठाएको थियो सुकाउनका लागि। अब के गर्नु, गिर्यो, त्यसैले आफू जानु पऱ्यो। अब त्यसो छोड्नु त भएन, उतातिर कुकुर गइरहेको छैन, बिरालो गइरहेको छैन, हगिन्छन् फेरि कपडामा। त्यसैले म आफै गएँ कि साथीहरू। आफै गइसकेपछि अनि उतातिरबाट ल्याएँ। हेर्नु साथीहरू कति फोहोर छ, यस्तो फोहोर कपडा ल्याएर त धुनै पऱ्यो, अब 2-2चोटि साफ गर्नु पऱ्यो होइन। त्यही अनि मैले यस्तो हाम्रो टेरिसको वातावरण देखाएँ हजुरहरूलाई। अनि मलाई राम्रो लाग्छ। अनि कस्तो राम्रो रुख, पहिला त यति ठुलो थियो रुख, अनि एकचोटि पहिला पनि एकदम जोडसँग हावाहुरी आएर अनि पुरा रुखलाई ढलाएर, हाम्रो घरको अगाडि रुखलाई ढलाएर, अनि त्यसपछि रुखलाई काटिदियो। अनि ऊ बाबु पनि उतातिर खेल्दै थियो, मैले दिएर आएको थिएँ। अनि खेल्दै थियो, म हेर्दै थिएँ टेरिसबाट, मजाले खेल्दै थियो। मैले टेरिसबाट के गर्छ भनेर हेर्दै थिएँ। अनि उतातिर त्यो काम गर्दै थियो अङ्कलहरू, त्यो बनाउँदै थिएँ। अनि म काम गर्छु नि, त्यो आन्टी पनि उतातिर बसेर मजाले इन्जोय गर्दै थियो कि। अनि त्यतै बस्नुहुन्छ आन्टी। म हमेसा देख्छु आन्टीलाई, अनि मलाई बोलाउनुहुन्छ। म अगाडि आएपछि गएछु, मलाई बोलाउनुहुन्छ, आशा आइजाओस् भनेर भन्नुहुन्छ। म गएको थिएँ। अनि त्यसपछि म घरमा आइसकेपछि सिडी चढ्ने बेला त झ्याउ लाग्छ, अनि तल झर्ने बेला केही लाग्दैन, केही लाग्दैन। अनि म आएँ मजाले, सिडी चढ्दै आइसकेपछि अनि बुढाले चाहिँ ल बाबुलाई भनेको थिएँ। मैले पनि बाबुको कपडा पुरै गिरेर छतबाट कस्तो फोहोर भएको छ, अनि म धुन्छु भनेर गएँ। तर हाम्रो बाथरुम जाने बाटोको त्यही यति ठुलो रुख छ कि हात्तीहरू। अनि अब म पनि मोटो भयो, रुख पनि मोटो भयो, अनि त्यसरी झुकेर जानुपर्छ, त्यसमा झुकेर जानुपर्छ अनि बाथरुममा। अनि म
देख्न सक्नुहुन्छ मजाले कपडा धोएँ, बाबुको कपडा धोइसकेपछि अनि अब यति नै हो साथीहरू। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला, मेरो युट्युब च्यानलमा हेर्नु होला।